नमस्ते, म मोहन साई, लाइफ इन्सुरेन्स एडभाइजर। आज म हजुरहरूलाई जीवन बिमा के हो, किन आधारभूत बन्दैछ जीवन बिमा भन्ने विषयमा हिमालयन लाइफ इन्सुरेन्स शाखा कार्यालय अर्घाखाँचीको ब्रान्च म्यानेजर दिनेश सुनार सरले तयार पार्नुभएको एउटा रिपोर्टको बारेमा जानकारी दिन आएको छु। परिचय: जीवन बिमा भनेको एउटा वैधानिक करार वा सम्झौता हो। यस करारमा बीमित व्यक्तिको मृत्यु वा बिमा अवधिभर कुनै निश्चित अवधि पूरा भएपछि बिमा कम्पनीद्वारा क्षतिपूर्ति वा लाभ प्रदान गरिने वित्तीय सुरक्षा योजना हो। यसले आर्थिक जोखिम व्यवस्थापनमा सहायता गर्दछ र भविष्यको अनिश्चिततालाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। संक्षिप्त इतिहास है। प्राचीन काल जीवन बिमाको अवधारणा निकै पुरानो भए पनि औपचारिक रूपमा यसको विकास 17औं शताब्दीमा भएको पाइन्छ। रोमन कालदेखि नै सामूहिक कोष मार्फत परिवारलाई सहयोग गर्ने प्रणाली थियो। 2 आधुनिक जीवन बिमाको सुरुवात सन् 1762 बेलायतको इक्विटेबल लाइफ एस्युरेन्स सोसाइटी पहिलो आधुनिक जीवन बिमा कम्पनी थियो। 19औं शताब्दीमा औद्योगिक क्रान्तिपछि जीवन बिमाको विस्तार व्यापक रूपमा भयो। जीवन बिमाको विकास नेपालमा जीवन बिमाको औपचारिक सुरुवात 2004 सालमा नेपाल इन्सुरेन्स कम्पनी, त्यसबेला कोलोनियल इन्सुरेन्स कम्पनीले गरेको थियो। पछि सरकारले 2024 सालमा राष्ट्रिय बीमा संस्थान आरबीएस स्थापना गर्यो। त्यसपछि विभिन्न निजी बीमा कम्पनीहरू स्थापना भए र अहिले नेपालमा 14वटा जीवन बिमा कम्पनीहरू सञ्चालनमा छन्। जीवन बिमा किन गर्ने? जीवन बिमा लिने मुख्य उद्देश्य आर्थिक सुरक्षा र भविष्यको अनिश्चिततालाई व्यवस्थापन गर्नु हो। यसका केही प्रमुख कारणहरू यस्ता छन्। 1. परिवारको आर्थिक सुरक्षाको लागि। यदि बीमित व्यक्तिको अकाल मृत्यु भएमा परिवारले ठूलो आर्थिक सङ्कट सामना गर्नुपर्छ। जीवन बिमाले परिवारलाई आवश्यक आर्थिक सहयोग प्रदान गर्दछ, जसले गर्दा उनीहरूलाई आर्थिक कठिनाइ सामना गर्न नपरोस्। भविष्य सुरक्षित गर्न। जीवन बिमा योजनाहरूले निश्चित समयपछि बचत वा बोनस रकम प्रदान गर्दछ। यसले भविष्यमा ठूला खर्चहरूको लागि जस्तै शिक्षा, विवाह, घर खरिद आदि आर्थिक जोग गर्न मद्दत गर्छ। 3 नम्बरमा ऋण कर्जाबाट परिवारलाई जोगाउन। यदि कुनै व्यक्तिसँग ऋण छ भने उसको मृत्युपछि परिवारलाई त्यो ऋण तिर्न गाह्रो हुन सक्छ। जीवन बिमाले यस्तो परिस्थितिमा परिवारलाई राहत दिन्छ। ट्याक्स बेनिफिट। कर लाभ पाउनको लागि नेपालमा जीवन बिमामा लगानी गर्दा आयकरमा छुट पाइन्छ। बिमा लिने व्यक्तिले कर कटौतीको फाइदा लिन सक्छ। जागिरीको हकमा वार्षिक 40,000 सम्मको कर छुट पाउने व्यवस्था पनि रहेको छ। आकस्मिक खर्चको व्यवस्थापन। जीवन बिमासँगै कतिपय मेडिकल राइडर स्वास्थ्य उपचार खर्च कभर गर्ने सुविधा पनि उपलब्ध हुन्छ, जसले आकस्मिक खर्चहरूलाई न्यूनीकरण गर्छ। साथै आकस्मिक दुर्घटनाहरूले निम्त्याउने मृत्यु अशक्ततामा बिमाले 3 गुणासम्म आर्थिक सुरक्षा प्रदान गर्नुका साथै परनिर्भरतालाई निरुत्साहित गर्दछ। व्यवस्थित बचत बानीको विकास गर्न। बिमा भनेको एक किसिमको दीर्घकालीन बचत योजना हो। यो बचत योजनाले आर्थिक सुशासन कायम गर्न मद्दत गर्छ। मानिसले बचत बैंक वा अन्य वित्तीय संस्थामा पनि गर्न सक्छ, तर त्यहाँको बचत दिगो हुन सक्दैन किनकि त्यहाँ सजिलै खर्चिने उपायहरू रहन्छन्। बिमा कम्पनीको वैधानिक व्यवस्था। नेपालमा कुनै पनि बिमा कम्पनी वैध र बलियो हुन बिमा ऐन 2079 र बिमा प्राधिकरणको नियम अनुसार सञ्चालन हुनुपर्छ। कुनै बिमा कम्पनी वैध हुन र वित्तीय रूपमा बलियो रहन निम्न मापदण्डहरू पूरा गर्नुपर्छ, जस अनुसार नेपालमा बिमा कम्पनीहरूको वित्तीय स्थिति बलियो बनाउन सरकारले न्यूनतम पुँजी निर्धारण गरेको छ। जीवन बिमा कम्पनीका लागि 5 अर्ब रुपियाँ। निर्जीवन बिमा कम्पनीका लागि 2.5 अर्ब रुपियाँ। यो निर्धारित पुँजीले कम्पनी वित्तीय हिसाबले बलियो र नीतिगत रूपमा वैध छ भन्ने जनाउँछ। नेपालमा सञ्चालित सम्पूर्ण बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणबाट इजाजत लिएका छन्। यी सबै मापदण्डहरू पूरा गरेकोले कम्पनीहरू बलियो, भरपर्दो र सुरक्षित छन्। पुनर्बिमा र जोखिम व्यवस्थापन। पुनर्बिमा भनेको बिमा कम्पनीहरूले आफ्नो जोखिम न्यूनीकरण गर्न
अर्को ठूलो बीमा कम्पनीहरूसँग गर्ने बीमा हो। जब कुनै बीमा कम्पनीले धेरै बीमित व्यक्तिहरूको जोखिम बेहोर्नु पर्छ, त्यसले आफूलाई सुरक्षित राख्न पुनर्बीमा कम्पनीसँग सम्झौता गर्छ। यसलाई बीमाको पनि बीमा भनेर बुझ्न सकिन्छ। नेपालमा हाल 2वटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा छन्। एक, नेपाल पुनर्बीमा कम्पनी स्थापना 2071 साल। यो नेपाल सरकारको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी हो। अर्को, हिमालयन रि-इन्स्योरेन्स लिमिटेड स्थापना 2078 साल। यो क्षेत्रको स्वामित्व रहेको पहिलो पुनर्बीमा कम्पनी हो। पुनर्बीमा बीमाले बीमा कम्पनीको जोखिम बीमा सम्झौता अनुसार कभर गर्छ। यो निश्चित प्रतिशतमा निर्भर गर्दछ जुन बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीचको सम्झौतामा तय हुन्छ। नेपालमा प्राय 30 देखि 85% सम्म जोखिम पुनर्बीमा गरिन्छ। उदाहरण, यदि बीमा कम्पनीले 100 करोड रुपियाँ बराबरको बीमा योजना बेच्यो भने पुनर्बीमा कम्पनीले 70 करोड कभर गर्ने सम्झौता भयो भने बाँकी 30% बीमा कम्पनी आफैले बेहोर्नु पर्छ। तर यो कम्पनीको सम्झौता अनुरूप फरक हुन सक्छ। त्यसैले मानिसको मस्तिष्कमा अझै पनि जीवन बीमा भाग्छ डुब्छ भन्ने प्रश्न आजैबाट हटाउनु पर्ने जरुरी छ। जीवन बीमा किन आधारभूत छ? आजको निश्चित आर्थिक, सामाजिक र स्वास्थ्य सम्बन्धी चुनौतीहरूका कारण जीवन बीमा आधारभूत आवश्यकता बन्दै गएको छ। मानिसको जीवनमा जुनसुकै बेला अप्रत्याशित घटना हुन सक्छ र यस्तो अवस्थामा जीवन बीमाले आर्थिक सुरक्षा प्रदान गर्छ। जीवन बीमा अब विलासिता होइन, अनिवार्य वित्तीय सुरक्षा उपाय बनेको छ। जीवन बीमाले विभिन्न परिस्थितिमा आर्थिक सुरक्षा प्रदान गर्दछ। केही यसको भूमिका निम्न छन्। मृत्यु हुँदा आर्थिक सुरक्षा। बीमित व्यक्तिको असामयिक मृत्यु भएमा बीमा रकम परिवारलाई उपलब्ध गराइन्छ। कमाउने व्यक्तिको मृत्यु भएमा परिवारलाई आर्थिक सङ्कट नआओस् भनेर बीमाले आर्थिक साथ दिन्छ। परिवारको आधारभूत आवश्यकताहरू जस्तै बच्चाको शिक्षा, घर खर्च, वृद्ध आमाहरूको हेरचाह आदि पूरा गर्न मद्दत गर्छ। रोग लाग्दा वा अपाङ्ग भएमा कतिपय जीवन बीमा योजनाहरूले गम्भीर रोग र पूर्ण आंशिक अपङ्गताको लागि आर्थिक सहायता प्रदान गर्छ। कुनै घटना वा रोगका कारण कमाउने क्षमतामा असर परेमा बीमा रकमले जीवनयापन गर्न मद्दत गर्छ। रिटायरमेन्ट। काम गर्ने उमेर सकिएपछि स्थायी आम्दानी नहुँदा बीमाबाट प्राप्त रकमले वृद्धावस्थामा आर्थिक सुरक्षा दिन्छ। पेन्सन योजना जस्तै एन्डाउमेन्ट प्लान र एन्युटी प्लानहरूले वृद्धावस्थामा निश्चित आम्दानीको व्यवस्था गर्छ। बच्चाहरूको भविष्य सुनिश्चित गर्न बच्चाहरूको उच्च शिक्षा, विवाह वा अन्य आवश्यक खर्चहरूका लागि बीमा रकम उपयोग गर्न सकिन्छ। केही बीमा योजनाहरू बच्चाको भविष्य सुरक्षित गर्न विशेष रूपमा डिजाइन गरिएका हुन्छन्। आकस्मिक दुर्घटना भएमा यदि बीमित व्यक्ति दुर्घटनामा परेमा केही बीमा योजनाले अतिरिक्त क्षतिपूर्ति प्रदान गर्दछ। स्थायी अपाङ्गता भएमा बीमा कम्पनीले उपचार खर्च वा मासिक रकम प्रदान गर्दछ। बचत र लगानीको स्रोत। जीवन बीमा योजनाहरू केवल सुरक्षा मात्र होइन, बचत र लगानीको अवसर पनि प्रदान गर्छ। केही योजनाहरू निश्चित समयपछि बीमितलाई बोनस सहित रकम फिर्ता दिन्छ। बीमा योजनाबाट सङ्कलित रकम सुरक्षित लगानी गरिने भएकोले भविष्यमा राम्रो प्रतिफल पाइन्छ। व्यावसायिक सुरक्षाका लागि यदि कुनै व्यवसायीले आफ्नो सहभागीलाई गुमायो भने जीवन बीमाले वित्तीय क्षति न्यूनीकरण गर्न मद्दत गर्छ। ठूला व्यवसायहरूले प्रमुख कर्मचारीहरूको जीवन बीमा गराएर कम्पनीलाई सुरक्षित राख्न सक्दछ। जीवन बीमाहरू साधारण जीवन बीमा योजना, एन्डोमेन्ट जीवन बीमा योजना, पेन्सन योजना, बाल जीवन योजना, समायोजित जीवन बीमा योजना, समूह जीवन बीमा योजना, धन फिर्ता जीवन बीमा योजना, आजीवन बीमा योजना लगायत दर्जनौं बीमा योजना प्रचलित छन्। बीमा योजनाले भित्र पाइने अतिरिक्त सुविधाहरूमा हिमालयन लाइफ इन्स्योरेन्सको पृथक सुविधा पिएबी बीमा क्षेत्रकै फरक छ, जसले सामान्य चोटपटक लाग्दा समेत 1 लाख सम्मको उपचार सुविधा प्रत्याभूत गर्ने गर्दछ। बाँकी सबै कम्पनीहरूको सुविधा मिल्दाजुल्दा नै देखिन्छन्। यो सबै पढिसकेपछि निष्कर्षमा के छ भने जीवन बीमा आजको युगमा विलासिता होइन, आधारभूत जीवन सुरक्षाको उपाय हो। यसले मृत्यु, रोग, दुर्घटना र वृद्ध अवस्थामा आर्थिक स्थिरता दिन्छ। परिवारको भविष्य सुनिश्चित गर्न
ऋणको बोझ हटाउन, बच्चाहरूको शिक्षाका लागि बचत गर्न र वृद्धावस्थामा आम्दानीको स्रोत बनाउन जीवन बिमा अनिवार्य छ। यसले हामी जिउँदा रहँदा बचत योजना, दुर्घटना, रोगको सुरक्षा, कर लाभ, व्यावसायिक सुरक्षा र वृद्ध अवस्थामा आम्दानी जस्ता धेरै सुविधाहरू प्रदान गर्छ। त्यसैले हर व्यक्ति, परिवार, व्यवसाय तथा कर्मचारीले जीवन बिमा लिन आवश्यक छ। यो सबै पढिसकेपछि मैले जीवन बिमा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्यो। यो अनिवार्य गर्नुपर्छ जस्तो लाग्छ। सबैजनाले, हजुरले जो जतिले बिमा गर्नुभएको छ उहाँहरूलाई बधाई छ र फेरि पनि जीवन बिमा गर्न बाँकी नै रहनुभएका महानुभावहरूलाई म जति सक्दो छिटो यथाशीघ्र आफ्नो जीवन सुरक्षित बनाउनु हुन पनि सबैजनालाई विनम्र अनुरोध गर्दछु। हस्त, धन्यवाद।